Hello guys, welcome back to my new biology vlog. म चाहिँ धेरै दिन पछाडि Happy birthday Seru. Happy birthday Seru. Seru. क्या पेपर ढुङ्गाले जित्न पेपर चाहियो हैन निकोजीले जित्न चाहिँ के चाहियो भने ढुङ्गा चाहियो हैन यहाँ त मैले चिटिङ गरेको नि कसैले थाहा भएन हाँ तो नहीं तो था तो हमका जान कौन वहाँ खेला चाहिए बोल से कौन सा जब हम खेलने चल पिरो सरो नसक्यो हेलो गाइज वेलकम ब्याक टु माई न्यू बियोलोजी भ्लग म चाहिँ धेरै दिन पछाडि मेरो मोबाइलको प्रब्लम्सले गर्दाखेरि चाहिँ भिडियो बनाउनु पाएको थिएन। आज चाहिँ भिडियो बनाउँदैछु विथ माई के भन्छ ससुराको छोरी अनि म चाहिँ आज के देखाउन गइरहेको छु भन्दाखेरि माई लिटल गार्डनमा चाहिँ स्ट्रबेरी लाइक दिस यो चाहिँ पाएको छु। टिपेर खाइदिउँ के भनेको अहिले चाहिँ नटिप्ने भनेको बिकज माई मम अलवेज सी ममले पनि हेरोस् भनेर अनि त्यो भएको कारणले गर्दाखेरि ममलाई देखाउनुको लागि चाहिँ नटिपेको। अनि हाम्रो घरमा नयाँ माली आएको छ, म माली देखाउँछु। नयाँ माली देख्न सक्नुहुन्छ, यहाँ फुलमा पानी हाल्दै हुनुहुन्छ। एउटा फुलको पात झर्नु भएन, पहेँलो पहेँलो पात एउटै रहनु भएन र अरू खालको रहनु भएन, बुझ्यो माली? सो हाम्रो घर चाहिँ यस्तै छ, सानो चिटिक्कको। अनि म चाहिँ कपडा नभएसरी जस्तो गरेँ गर्मीमा चाहिँ बसिरहेको छु गाइज। यहाँ देख्न सक्नुहुन्छ तिम्रो मन दुख्यो होला। सो आज हाम्रो फुच्चेको बर्थडे छ, बर्थडेमा पनि यसो एक दुईवटा भिडियो आउँछ, हेर्दै गर्नु होला। स्टार्ट भइसक्यो यहाँ केटाकेटीहरूको, यहाँ छ बर्थडे Seru. Happy birthday Seru. Happy birthday Seru. Seru. टाइम पास गर्ने टाइम नभएर टाइम पास गर्नुको लागि के गरौँ नगरौँ भएर मैले चाहिँ रेडी पारिसकेँ। यहाँ दुई प्याकेट टोपियम अनि दुईवटा अन्डा अनि यो चाहिँ एउटा च्यालेन्ज गर्ने भनेको। अनि सी इज नट अदर देन दिस इज माई वाइफ। अनि म चाहिँ लिची जुस बनाउन लिची जुस, यहाँ चाहिँ लिचीको जुस अनि यो चाहिँ हामी च्यालेन्ज हान्ने हो। अफकोर्स आई विन, बट त्यही पनि गेमै खेलेर गरौँ न, जित्यौँ न भन्ने खालको हो होइन। बिकज आई एम त्यो लेभलको चाहिँ कन्फिडेन्स छ मलाई, म जित्छु भनेर। सो अब यो बनाउँछौँ अनि हामी च्यालेन्ज स्टार्ट गर्छौँ। अनि यसको जज चाहिँ हुनुहुन्छ हाम्रो माई मम। सो अहिले अलिकति बाहिर हुनुहुन्छ, उहाँलाई म देखाउन चाहिनँ, उहाँलाई म एकैचोटि भिडियोमै देखाउने छु च्यालेन्ज हुँदाखेरि। अलराइट यस्तो भइसक्यो। यो लिची जुस हो, यो चाहिँ अब अलिकति आइसक्यो नि, 2टा डल्ला जति। सो अनि यहाँ हुँदैछ, यहाँ म चाहिँ यहाँ बनाउँदैछु, क्यामराम्यान नभएर हो क्या क्यामराम्यान। अनि आई इन्ट्रोड्युस माई जज मिस कालिन्देवी चौधरी। हाम्रो चाहिँ आज च्यालेन्ज गर्नु आँट्यो कि मम्मी, म र मेरो श्रीमती। तपाईँ चाहिँ जज, ल जज भन्नाले तपाईँ चाहिँ कसले जितेन भने छुट्याउने मान्छे, ल ल। सो अब हामी यो सबै रेडी गरेर चाहिँ अनि अब देखाउनेछौँ। अब लेट्स सी के हुन्छ। यो चाहिँ यहाँ 2टा आइस छ गाइस, 2टा आइस चाहिँ फुटाउने, नत्र मिक्सरले फुटाउनु सक्दैन नि त, मिक्सर बिग्रिन्छ। सो यता रेडी हुँदैछ। अनि यो 2टा अन्डा यो चाहिँ हाँसको अन्डा हो, यो चाहिँ राखिदिनु आँटेको आइस। सो यहाँ चाहिँ मसँग दही पनि छ, दही पनि राख्ने भन्ने खालको कुरा भयो। यसमा चाहिँ बटुकैमा राखिदिनु, दही चाहिँ पिरो भयो भने चाहिँ दही खाने। फ्याट लाएर चने खतरा देखिँदो रहेछ मलाई त क्यामेरामा त। रक्टिङ क्या कसम भनेको, मस्तो ह्यान्ड चाहिँ त कोही छैन।
धेरै पिरो नबनाऊँ भरे फेरि भोलि बिहान हामीलाई समस्या हुनु छैन समस्या आउँछ सो यहाँ नजिक त्यो चाहिँ सिसा गिलासमा राखेँ 2टा गिलासमा कि एउटा गिलासमा राख्ने सो म अहिले चाहिँ अन्डा बनाउँदैछु अन्डा उकाउँदैछु मेरो चाहिँ जुस रेडी भइसक्यो धेरै बाक्लो भयो कि है ठिक छ फर्स्ट बगलेको छैन रहेछ त्यो राम्रोसँग ग्रान्ड भएन त्यस्तै राम्रो ए हुन्छ मम्मीलाई थोरै भयो त नि यो हाल्दिनँ नि त हामी दुईजना खाने नि त ए अँ सेट अझै बनाउनु चाहिँ अल्छी लागेर हो यस्तो भएको नत्र 3वटै गिलास भरिन्थ्यो सो अन्डा रेडी तपाईँहरू कमेन्ट गर्नु होला कसले जस्तो जस्तो लाग्छ कसले जस्तो लाग्छ भन्नुहोस् त गाइज कि आज त म आफूलाई हान्छु देख्छु त मैले यसो विचार गर्दाखेरि खासै यो गेममा जज चाहिँदैन जस्तो लाग्यो हामी रक पेपर सिजर सुट गरेर चाहिँ जसले जित्छ त्यसले चाहिँ खप खाने खालको प्लानिङ बनाइरहेको छौँ अनि त्यही पनि मम्मी आउँदै हुनुहुन्छ भन्नाले मैले चिटिङ गरिहाल्छु कि भनेर होइन मम्मीलाई बोलाएको त्यो जगमा पानी ल्याउन हामी चाहिँ के गर्छौँ भन्दाखेरि यो दही अनि यो जुस चाहिँ हाम्रो यो उसको लागि हो हाम्रो यो चाहिँ जजलाई हो जसले चाहिँ निर्णय गर्ने निर्णायक बनाउनु हाम्रो चाहिँ निर्णय कस्तो काले आएको त कालो नै छ यसमा त कालो नै तोरा कहाँ त बढिया खोइ अनि हामी चाहिँ यहाँ नजिक जसले जित्छ त्यसले खाने हो कि नजित्नेले खाँदैन भन्ने खालको कस्तो खालको त्यस्तो हो मलाई थाहै छैन ऊ त्यो पहेँलो भित्तामा पुगेर आउने हामी चाहिँ यहाँ एक कामले कति खाइले कहीँ हाम्रो भेराइटी भनेको यो अनि यो चाहिँ मम्मीलाई यो स्पेसली उहाँ चाहिँ पार्टिसिपेन्ट हुनुहुन्न मम्मी अनि राख्न केही फरक पर्दैन यो चाहिँ कस्तो भन्दाखेरि मम्मी यो चाहिँ हामी चाहिँ यस्तो रक पेपर सुट गर्छौँ होइन अनि जसले जित्यो अनि त्यसले चाहिँ ठक्क खाने होइन अनि जो चाहिँ हार्छ त्यो चाहिँ उतै भित्ता पुगेर जो ठ्याक्क यहाँ आइपुग्ने बित्तिकै फेरि खानु पाएन क्या त्यो खालको ल यो गेम चाहिँ होइन त्यहाँ पुगेर यहाँ आएपछि यहाँ जसले जितेछ त्यसले पनि खानु पाएन क्या त्यस्तो खालको गेम हान्नु आँटेको हुन्छ बुझ्नुभयो ल यस्तो क्या यस्तो गर्दाखेरि एक दुई तिन गरेर यस्तो गर अब यस्तो गर्दाखेरि तिमी यो पेपर हो पेपरलाई जित्यो कैँचीले होइन फेरि रक पेपर सिजर यस्तो गरेँ मैले जितेँ फेरि अब कैँचीले यो चाहिँ यस्तो भने चाहिँ रक भनेको यो चाहिँ ढुङ्गाले चाहिँ फुटाएलाई त्यस्तो अनि ढुङ्गा गऱ्यो भने तिमीले मैले पेपर गरेँ नि पेपरले चाहिँ ढुङ्गालाई जित्यो क्या बुझ्यो पेपरले ढुङ्गालाई जित्यो पेपरै जित्यो पेपरले ढुङ्गालाई जित्यो होइन म ढुङ्गालाई जित्न चाहिँ के चाहियो भन्दाखेरि पेपर चाहियो क्या पेपर ढुङ्गालाई जित्न पेपर चाहियो होइन अनि कैँचीलाई जित्न चाहिँ के चाहियो भने ढुङ्गा चाहियो बुझ्यो त्यसरी ए जहाँ त मैले चिटिङ गर्दाखेरि नि कसैले थाहा पाउँदैन हाम्रो जान्ने नै छिए ढुङ्गाले जित्न पेपर क्या भेराइटीहरू अलिक मजाले सिधा कैँचीलाई होइन कैँचीलाई जित्न ढुङ्गा नि ल कैँचीलाई पनि ढुङ्गाले जित्दिन्छ ढुङ्गाले फुटाइदिन्छ त्यो खालको 1 2 3 गरेर कसरी गर्नु रक पेपर सिजर सुट मैले जितेँ मैले खाइदिइहाल्छु खानै भएन यो कर्मा त खेल पावल के ल तिमीले जित्यो यार ल खाएको छैन 1 2 3 ल सर्किन्छ नखान्छ सर्किन्छ पिरो हुन्छ पिरोमा सर्किन्छ ल
कतिले पिरो पार्ने रहेछ ल एक दुई तिन ल मैले चाहिँ झपक गरी हुँदैन কোন মান খেলা আছে বলছে ছো अब फचुपचाप खेल्ने साल नखेल नखाऊ बसेर खानु छोडेर बल्छ होइन हक्सक हक्सक भ्याका छिटो मलाई माया लागिसक्यो त भाग खानु पनि त्यत्रो ताल लगाउनु पर्ने भयो अब खाऊ भयो त खो सो गाइज हाम्रो भिडियो चाहिँ एन्ड भइसक्यो हामी गर्नै सकेनौँ अरे क्या चुरा ल्याउन हाम्रो चाहिँ आधी आधी मारे खाने बाँकी रहेको चाहिँ मलाई पिरो लाग्यो ल गर्न सकेनौँ अरे क्या मामलाई के भन्दा अन्डा होइन हौ चुरा हाल्दिनँ भनेको अलिकति पिरो हुँदो रहेछ मान्छेहरू के कुद्दो रहेछ यस्तो पिरो खाएर कहिले ओर्दा कर कहिले ओरा त यो पनि पछिछ नभए कत्रो चुरा यसले पनि पिरो जाँदैन रहेछ चुरा हाल्दैन त मिठो लाग्छ पराधी करके झुझुटा रहेछ मसन ने दागा गर्दा चाहिँ पाल हुन्छ ओरा मसन पनि दुखाल्छ थ्याङ्क यू सो मच गाइज अब अरू कुराहरू पछि देखाउँछु गेम सक्यो गेमको विनर चाहिँ को थियो सायद ज्यादा तिमीले नै जित्यो क्यारे होइन बराबरी नै भयो तिमी धेरै चाहिँ मैले नै खाइदिएको पिरो सरो नसकेर आइसले ओठमा चिसो बराबरी छ पिरो भएर धेरै वाउ कुल वाउ हात पनि कुल कुल भइरहेको छ आनन्द आउँदो रहेछ हौ पिरो पिरो भएको अन्त हेमे राख चिसो भेट्छ यस्तो पिरोले त भित्र त थाहा हुँदैन कि यस्तो ओठ चाहिँ ज्यादा पुग्दो रहेछ सो जसले पिरो ज्यादा खानु न म हामी जस्तै त्यसले चाहिँ यस्तो यो च्यालेन्ज अर्गनाइज नगर्दै राम्रो त्यतिकै त खानु सक्दैन कुदी कुदी खाँदो पेट आन्द्रा फोक्सो कलेजो भ्ल्यान्ट आनन्द आउँदो रहेछ यस्तो नआउँदाखेरि मेरो ओठ पनि के चुरोट खान थालेँ क्या मैले कालो कालो छ त सुँगुरको मासु खानु फेरि यस्तो बाबाल हुन्छ कालो यस्तो डढेछ है आज चाहिँ हामी चाहिँ खाजामा चाहिँ यहाँ नजिक चाहिँ चना त्यहाँ पछाडि काँक्रा त्यहाँ पछाडि प्याज अनि हरियो खुर्सानी भुजा अनि चाउचाउ हालेछौँ अनि मेरो श्रीमतीले चाहिँ ढुङ्ग्री खाँदैछ अनि म चाहिँ यहाँ छु सो उसको टेस्ट चाहिँ एकदम दामी छ तपाईँहरू पनि यसरी बनाएर खान सक्नुहुन्छ घरमा धन्यवाद
मिक्सचरको बट्टा अनि यो चाहिँ के हो यो भन त बेल बेल हो यो अनि इङ्ग्लिसमा के भन्छ आई डोन्ट नो अनि यसको चाहिँ हामी चाहिँ जुस बनाउन आँट्दैछौँ अब हो टिकटक के साथी सब बेल के जूस देखिए ना ये बना के देने छै हमरा बेटा या पुतो से हम खाइ छियै जाब खाइ है देखिए लाइक कमेंट करी है मन लागे छै तोरो के खाइ ले या होइन भयो